सन् 1934 होस् या 2015 जब काठमाडौँका ठुला ठुला दरबार र आधुनिक भवनहरू तासको पत्ता ढले झै ढले, तब एउटा संरचना अटल उभिरह्यो। बागमतीको किनारमा ठिङ्ग उभिएको पशुपतिनाथको मन्दिर के यो केवल दैवी शक्ति हो कि यसको पछाडि 17औं शताब्दीका इन्जिनियरहरूको कुनै यस्तो गुप्त विज्ञान लुकेको छ जुन आजका सफ्टवेयरले पनि बुझ्न गाह्रो मान्छन्? आज ग्लोबल खोजको यो विशेष रिपोर्टमा हामी पशुपतिनाथको मन्दिरलाई आस्थाको नजरले मात्र होइन, इन्जिनियरिङ र विज्ञानको नजरले पनि हेर्नेछौँ। द सेक्रेट साइन्स अफ पशुपतिनाथ इन्जिनियरिङ। मन्दिर प्यागोडा शैलीमा बनेको छ, तर के तपाईलाई थाहा छ यो शैली संसारको सबैभन्दा उत्कृष्ट भूकम्प प्रतिरोधी प्रविधि मध्ये एक हो। यसमा प्रयोग गरिएको इन्टरलकिङ वुड ज्वेलरीमा एउटा पनि फलामको किला प्रयोग गरिएको छैन। किनकि फलामको किलाले भूकम्पको बेला काठलाई च्यात्न सक्छ, तर यी काठका जोर्नीहरूले भूकम्पको ऊर्जालाई अब्जर्भ गर्छन्। जब जमिन हल्लिन्छ यो मन्दिर हल्लिन्छ तर भाँचिँदैन। यसलाई इन्जिनियरिङको भाषामा ड्याम्पिङ इफेक्ट भनिन्छ। मन्दिरको जगमा ठुला ढुङ्गाहरू र माटोको विशेष मिश्रण प्रयोग गरिएको छ जसले भूकम्पको सक वेभलाई सिधै संरचनामा पुग्न दिँदैनन्। मन्दिरमा प्रयोग गरिएको काठ सल्ला वा साधारण काठ होइन, यो सालको काठ हो जसलाई सयौं वर्षसम्म किराले काट्दैन र यो कुहिँदैन पनि। तर विज्ञान यहाँ मात्र रोकिँदैन। मन्दिरको छानामा भएको सुनको जलप र एउटा फराडे केज जस्तो काम गर्छ जसले चट्याङबाट मन्दिरलाई सुरक्षित राख्छ। 17औं शताब्दीमा चट्याङबाट बच्ने यो अर्थिङ प्रविधि कसरी सचियो होला, यो एउटा ठुलो खोजको विषय पनि हो। पशुपतिनाथको मुख्य लिङ्ग शालिग्राम जस्तै कालो ढुङ्गाले बनेको छ। वर्षौंदेखि यसमा पञ्चामृत, दुध, दही, घिउ र चिनी चढाइन्छ। इन्जिनियरिङ र केमिस्ट्रीको नजरले हेर्दा यी वस्तुहरूले ढुङ्गाको वेदरिङलाई खिने प्रक्रियाबाट रोक्दछन्। दुध र घिउले ढुङ्गाको ससाना पाललाई सिलिङ गर्ने काम गर्छन् जसले गर्दा ओसिलोपनले ढुङ्गा फुट्न पाउँदैन। यो केवल एउटा धार्मिक विधि मात्र होइन, यो त प्राचीन मूर्तिकलालाई हजारौं वर्षसम्म सुरक्षित राख्ने एउटा केमिकल मेन्टेनेन्स पद्धति हो। पशुपतिनाथको लोकेसन कुनै संयोग मात्र होइन, बागमती नदीको मोड र वरिपरिको श्लेषमान्तक बलले मन्दिरको तापक्रम र हावाको बहावलाई नियन्त्रण गर्दछ। तर आजको आधुनिक शहरीकरणले यो प्राचीन इन्भाइरोमेन्टल इन्जिनियरिङलाई सङ्कटमा पारेको छ। ढल र प्रदूषणले बागमती मात्र होइन, बागमतीका पुराना संरचनाहरूमा पनि रासायनिक असर पडिरहेको छ। पशुपतिनाथ मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो हाम्रा पुर्खाहरूले एडभान्स इन्जिनियरिङको जिउँदो प्रमाण हो। हामीले यसलाई केवल पूजा गर्ने ठाउँ मात्र होइन, सिक्ने ल्याबका रूपमा पनि हेर्न सक्नु पर्दछ। यदि हामीले यो प्राचीन विज्ञानलाई बुझ्न सक्यौं भने भविष्यमा हाम्रा निर्माणहरू अझ बलियो र दिगो हुन सक्छन्। तपाईलाई पशुपतिको इन्जिनियरिङ पक्ष कस्तो लाग्यो? आफ्नो तर्क तल कमेन्ट बक्समा राख्नुहोला। यस्तै खोजमूलक भिडियोका लागि ग्लोबल खोजलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अनुसन्धान, विश्लेषण र सत्यको खोजी जारी रहनेछ। हेर्दै रहनुहोला ग्लोबल खोज। हामी अर्को रोचक तथ्यका साथ फेरि आउने नै छौँ। हवस् त, धन्यवाद।